यहीँबाट हो क्या हामी आएको पहिला यहाँबाट। हेलो गाइज, आज म जाँदैछु चन्द्रगिरी केबल कार, जहाँ चाहिँ हामी अहिले आज हेर्छौँ त्यहाँको भाइ कसो छ, के छ होइन, कति रुपियाँ सस्तो पर्ला, कति रुपियाँ महँगो पर्ला, अब कति रुपियाँसम्म तपाईँहरू एकजना या दुईजनाबाट जाँदाखेरि ठिक होला, फ्यामिली भ्याकेसनको लागि जाँदाखेरि कस्तो हुन्छ, अब आज छुट्टीको दिन छुट्टीको लागि चाहिँ तपाईँले के चाहिँ लाँदा राम्रो, के चाहिँ नलाँदा राम्रो भन्ने खाले कुराहरू चाहिँ हेर्न जाँदैछौँ हामी खास चाहिँ त्यहाँ होइन। अब मलाई चाहिँ साथीले भनेको थियो पहिला नै, सो त्यहाँ चाहिँ जाँदाखेरि चाहिँ 850 जतिको टिकट चाहिँ लाग्छ है, जसको कार छैन उसलाई चाहिँ 850 लाग्छ। सो जसको कार छ त्यसको चाहिँ सायद बच्चाहरू भनौँ न, जो कार होल्डर छ, कलेजको कार होल्डर जुन हुन्छ उहाँलाई 650 अराउन्ड समथिङ लाग्छ भन्ने खाले कुरा छ। अब त्यहाँ जानको लागि चाहिँ कलङ्कीबाट सतुङ्गल, बलम्बु, मुजुधारा हुँदै थानको चेक पोस्टमा पुगेर इलेक्ट्रोन आएपछि यु क्यान रिच देम इजिली। त्यहाँ इज लट्स अफ पार्किङ स्पेस होइन, स्पेस पनि धेरै छ। अब त्यहाँ आज शनिबार भएको कारणले गर्दा अलिकति भिडभाड चाहिँ हुन्छ। सो फरेनरहरू जुन हाम्रो विदेशीका छन्, छिमेकीहरू राष्ट्रिय पनि आइरहेको छन्, बाहिरबाट मान्छेहरू आएका छन्। सो त्यो टाइममा चाहिँ खास के हामीले फेस गर्छौँ भन्ने खाले कुरा चाहिँ आज हामी हेर्दै जान्छौँ। त्यसको लागि चाहिँ तपाईँहरू पनि आउनु ल, जस्ट अब राइडमा नगए पनि होइन, सँगै भइदियो भने त एटलिस्ट मसँग पनि छ भन्ने हुन्छ। अनि प्लिज यसको चाहिँ मलाई कुनै न कुनै एउटा प्रतिक्रिया चाहिँ दिनु होला, ताकि यही तरिकाले मात्र बोलेको हुँदैन, केही न केही मिसिङ त भएको छ भन्ने खाले हुन्छ होला। अनि आइएम सरी फर दिस, बट टुडे म चाहिँ त्यहाँ बसेर आज चाहिँ एक्सप्लेन गर्न मिल्दैन होला, सायद अलिकति त्यस्तै खाले अवस्था छ। एक्सप्लेनको लागि चाहिँ म सकेसम्म अब यस्तो हुन्छ नि त प्रायः होइन, सो त्यो कुरा गर्दैछु। अब त्यहाँ गएर चाहिँ के फेस गर्नुपर्छ त्यहाँ चाहिँ गएर हेर्नै पर्ने हुन्छ है। जाउँ भन्नु खोजेको मैले खासमा यहीँबाट हो क्या हामी आएको पहिला यहाँबाट हिँडेर केटासँग हिँडेर चन्द्रगिरी डिस्कोबाट खाली रहेछ यार, बन्द भयो कि अहिले। भ्यू पोइन्ट रहेछ, भ्यू पोइन्ट छ नि।
100 मिटरमा त भए पनि छोके नि पहिला यो आउँदा जस्ट यो रिनोभेसन मात्र भइरहेको थियो यो रिनोभेसन मात्र भइरहेको थियो एउटा सबै छ क्या यहाँ कति रे ए सबै मेनुहरू त्यहाँ रहेछ नि त जेरी पोपिसको 150 पानीपुरी 150 चटपटे 150 अनि दिस इज द एभरेस्ट भ्यू पोइन्ट एभरेस्ट देख्छ यहाँबाट तामा होइन हो मनमा पनि त तटा लगाइहाल्छ नि पहिला दर्शन गर्न जानु त्यहाँ खानुको लागि सोच्नु हुन्न Okay, के हो सर चलो बहन चलते हैं दूर जाते हैं
छ सायद मेनु त होला नि एटलिस्ट त्यो बाहिर चाहिँ के मेनु हो यहाँ पनि मेनुहरू ल हेर त बडी वान लेमन सोडा एक्सप्रेसो डबल एक्सप्रेसो अमेरिकन क्यापुचिनो Oh my god. सुन्यौ